एमाले कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादी बीच 2 बुँदे सहमति भएसँगै आज संसद बैठक सुरु भयो। तर संसदमा एक्लिएका विपक्षी दल रासपा र राप्रपाले भने बिजेडी भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग कायमै राख्दै विरोध जनाइरहे। सभामुख देवराज घिमिरेले संख्यामा कम देखिएका 2 दल रासपा र राप्रपालाई मिचेरै संसद बैठक अगाडि बढाए भने सुरुवातमा माओवादीबाट हितराज पाण्डेलाई बोल्न दिए। तर रासपा र राप्रपाले पाण्डे बोलुन्जेल टेबुल ठोकेर विरोध जनाएका थिए। पाण्डेले आफूहरूले गणतन्त्रको रक्षात्मक सत्ता पक्षसँग सम्झौता गरेको दाबी गरे। हामी प्रश्न पार्न चाहन्छौँ, अख्तियारले केही कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा सोधपुछ गरिरहेको विषयवस्तु पनि हामीले सुनेका छौँ। अहिलेको विषय अध्यागमनसँग सम्बन्धित मात्र कुरा होइन, भिजिट भिसामा देखिन सक्ने समग्र समस्याहरूको निराकरण हामीले गर्नुपर्नेछ। त्यसका लागि नीतिगत, कानुनी, संरचनागत लगायत कहाँ कसरी सुधार गर्न सकिन्छ तिनको गहिरो अध्ययन र छानबिन गरी बदमासी गर्नेलाई उचित कारबाही र अब आइन्दाको लागि सुझाव दिने गरी अध्ययनको लागि अध्ययन समिति बनाउन हामी जोरदार माग गर्दछौँ। संविधानमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनाएका छौँ। गणतन्त्र विरोधीहरूका प्रतिगामी र पक्षगमनकारी हरकतहरूका विरुद्ध हामी यो संविधानको रक्षा गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू बीच साझा मुद्दाहरूमा एकजुट भएर अहिले देशमा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका लागि हामीले जिम्मेवार प्रतिपक्षको हिसाबले अगाडि बढ्ने अठोट लिएर जेठ 15 गते हामीले बजेट प्रस्तुतीकरणमा लागि पनि सहयोग गरेका थियौँ। त्यसरी नै हामी बीच विभिन्न समस्याहरूमा छलफल गर्ने लैजाने विषयवस्तुहरू पनि हामी। त्यसपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न दिए। लिङदेनले माओवादीले गणतन्त्रका लागि नभई लुटतन्त्रका लागि आफूलाई सुम्पेको टिप्पणी गरे भने बिजेडी भिसा प्रकरण सिङ्गो देशको बेइज्जतीको कुरा भएको बताउँदै नैतिकता भए गृहमन्त्रीलाई राजीनामा दिन सुझाव पनि दिए। वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको जुन सुन्न पाइयो, वीरतापूर्वक बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो। यो हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि भन्नुभयो, गणतन्त्रको रक्षाको होइन लुटतन्त्रको रक्षाको लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझिराखेका छन्। सभामुख महोदय, देशमा रोजगारी नपाएर अवसरका खोजीमा जाने युवाहरूको भावनाको शोषण गर्दै दैनिक रूपमा भिजिट भिसामा जाने मानिसहरूबाट 50 लाख असुली गरेर माथिल्लो तहसम्म जान्थ्यो भन्ने कुरा विभिन्न तथ्यहरू सार्वजनिक रूपमा आएका छन्। सफ्टवेयरहरूको बारेमा सार्वजनिक रूपमा आएका छन्। त्यो माथिल्लो तह भनेको को? त्यो सहसचिवदेखि माथिको को? मन्त्री नभएर को? यो सरकारका प्रमुखहरू नभएर को? राजनीतिक क्षेत्रको संलग्नता बिना यो तहको भ्रष्टाचार हुन सक्छ? यो कल्पना गरिने विषय हो। यो नैतिकताको विषय मात्र होइन, एउटा मन्त्रीको, गृहमन्त्रीको नैतिकताको विषय मात्र होइन, सिङ्गो देशको इज्जत र प्रतिष्ठासँग सम्बन्धित विषय हो, देशको बेइज्जतीको कुरा हो। त्यसकारण यो विषय गम्भीर रूपमा छानबिनको विषय हो। र अहिले जुन प्रकारको सहमतिको कुरा गरियो, यो एमसीसी पास गर्ने बेलामा पनि यस्तै व्याख्या भएको थियो। एमसीसी पास गर्ने बेलामा व्याख्यात्मक टिप्पणी भनेर भनिएको थियो। आज यो व्याख्यात्मक टिप्पणी सुन्न पाइयो। तर म सभामुख महोदय मार्फत भन्न चाहन्छु, यसको छानबिन हुनुपर्छ। गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर यो छानबिनको प्रक्रियालाई सहज बनाउनु पर्छ। अख्तियारलाई छानबिनको लागि हामीले सजिलो बनाउने भनेर भन्ने हो। हामीले सहमति गर्ने हो भने अख्तियारलाई यहाँबाट निर्देशन जारी गर्नु पर्यो, राजनीतिक क्षेत्रसम्म पनि माथिल्लो तहसम्म पनि अनुसन्धान गर भने हामी हस्तक्षेप गर्दैनौँ भनेर भन्नु पर्यो। अख्तियारले त छानबिन गरिराखेकै छ, हामीले के सहज बनाउने भन्ने हो।
यसको अर्थ राजनीतिक क्षेत्रलाई छुटाउने भने यो केवल अध्यागमनमा मात्र होइन, वैदेशिक रोजगार विभागबाट पनि दैनिक कति लाख उठेर कहाँसम्म पुग्छ भन्ने कुराहरू सार्वजनिक रूपमा आएको छ। र देशमा केही राजनीतिक दल र केही नेताहरू मिलेर कुन प्रकारको लुट मचिराखेको छ भन्ने कुरा अब त्योबाट जनता अनभिज्ञ छैन। त्यसकारण